अकबरे खोर्सानीको बेर्ना पनि तयार भइसकेको छ रोप्नलाई। खोर्सानी रोप्ने बारी तयार भइसकेको छ। मलिलो माटो जति एकपट्टि राख्ने यसरी, किटारो माटो मुनिको यता एकपट्टि राख्ने यसरी, अनि फाल्टो ठुलै बनाउने यसरी। यो मलिलो माटो यसरी हालिदिएपछि यहाँ मल हालेर बिरुवा राख्ने। यसरी मल्ने कि यसरी मल हालेर यसरी मल्ने। राम्रोसँग मलिसक्यो। बिरुवा छ, यो बिरुवालाई यसरी बिचमा राख्ने, यसरी राखेर हल्का यसरी पानी नजम्ने तरिकाले लगाउने। यसरी लगाउँदैछौँ। पानी लाउँदा यसरी लाउनुपर्छ, यसको ताकि यसको जरासम्म भिजोस्। यसको जरा लपक्कै भिजोस्, तर यो हिलो पानीले यसको पातलाई चाहिँ भिज्नु भएन। यो हिलोले यसको पातलाई भिज्यो भने यो भोलि घाम लाग्दा डढेर मर्छ। यसो भएको हुनाले पानीलाई यसरी भिजाएर चाहिँ जरा मात्रै भिज्ने गरी पानी लाउनु पर्दछ। यसरी सरर लाएर यो चाहिँ पानी लगाइसकेको। यसमा चाहिँ बोट बिरुवामा